पक्कै पनि तपाईसँग जग्गा छ नेपालमा जति पनि सबै बाँझो छन्। यसो कहिलेकाहीँ प्लेन चढ्छु तल यसै हेर्छु मैले जमिनतिर सबै जग्गा बाँझा छन्। गाउँ जान्छु सबै ढोकाहरू बन्द छन्। कोही छोरा अमेरिका, कोही छोरा क्यानाडा, कोही छोरा काठमाडौँ, कोही छोरा सदरमुकाम। अनि भन्नुहुन्छ कि मेरो 50 रोपनी छ, 100 रोपनी छ, यति छ कि तितपात खेती गर्नु पर्यो। अनि मैले भन्ने गर्छु तपाईँ खेतमा के छ, बारीमा के छ भने बाँझो छ, किन नगर्नु, अब गर्ने मान्छे छैन। तितपात खेती कसले गर्छ त? अनि कोही मुख बन्द हुन्छ हैन। नेपालमा हेर्नु सबैभन्दा ठुलो समस्या भन्ने कुरा युवा जनशक्ति नेपालमा छैनन् र सजिलो खेती गर्नको लागेका छन्। विश्वमा अहिले सबैभन्दा राम्रो पेसा भने कृषि पेसा भन्ने कुरा थोरैले बुझेका छन्, धेरैले बुझेका छैनन्। र कोही मान्छे मेहनती हुनुहुन्छ, लगाउने गर्नुभएको छ, उत्पादन गर्नुभएको छ, मार्केटको समस्या छ। म त के भन्छु नि तितेपाती यस्तो उत्पादन हो, सुकाएर राख्नुहोस् 6 महिनापछि पनि बिग्रिँदैन। किन्ने जिम्मा मेरो। भाउमा तलमाथि हुँदैन, प्राइसमा सेम प्राइस हुन्छ। मका माल आउनु पर्यो, तपाईँले पैसा पाउनु।